हिउँ पर्यो क्या हिउँ पर्यो आउनु न खसिरहेको छ अहिले लाङटाङ लिरुङको माथिबाट हिम पहिरो खसेको छ र हिम पहिरो त्यहाँको हिम नदीलाई छपक्कै ढाकेर तलसम्म आइपुगेको छ। यस्तो दुर्लभ दृश्यहरू प्राय देख्न पाइँदैन। यो हिम पहिरो फुट्ने बित्तिकै माथिबाट खस्ने बित्तिकै ठुलो आवाज आयो, गडगडाटको आवाज आयो र अहिले आवाज त बन्द भइसकेको छ। तर हिम पहिरो बादल लागे जसरी, कुहिरो लागे जसरी बिस्तारै बिस्तारै कपासले डाँडालाई ढाके जसरी तल तल खसिरहेको छ। अहिले देखिँदैछ खोलासम्मै हिम पहिरो बादल ढाके जसरी आइसकेको छ र हिमाली दृश्यहरूमा यो अत्यन्त आकर्षक, चित्ताकर्षक भन्न सकिन्छ। चित्तलाई आकर्षित गर्ने दृश्यहरू प्राय हिमाली क्षेत्रका बासिन्दा बाहेक अरूले देख्ने सौभाग्य पाउँदैनन्, जसमा हामी आफूलाई भाग्यमा विश्वास गर्नेहरूले भाग्यमानी भन्न सकिन्छ भने भाग्यमा विश्वास नगर्नेहरूले दुर्लभ संयोग मिलेको विश्लेषण गर्न सकिन्छ। त्यो हिम पहिरो जहाँसम्म आइपुगेको छ त्यहाँ नजिकै पुगेर हामीले हिजो अनुभव गरेका थियौँ, तर हिम पहिरोको अनुभव गर्न पाएका थिएनौँ। हिम नदीको सम्म मात्र अनुभव गर्न पाएका थियौँ। अहिले हिम पहिरो तलसम्म आइपुगेको छ। लाग्छ त्यहाँ पुगेर आनन्दसँग बाफको स्नान गरौँ, तर त्यो बाफ होइन, त्यो पानी भरिएको हिम पहिरोको चिसो हिमकणहरू हो, जसलाई देख्दा कसको मन प्रफुल्लित नहोला र जस्तो कि अहिले हामी यहाँ आइरहेका पदयात्रीहरूको मन प्रफुल्लित भइरहेको छ।